एकछिन पर्खिनुहोस्। सुन्नुहोस्, भन्छ नि छोरा मान्छेलाई दुःख हुँदैन, प्रब्लम हुँदैन है, छोरा मान्छेको सोच विचार हुँदैन, छोरा मान्छेको त्यो भित्र सोच्ने मनै हुँदैन भन्छ नि। तपाईँहरूको यो गलत हो कि? यदि तपाईँले सोच्नुहुन्छ भने चाहिँ छोरा मान्छेको दुःख प्रब्लम तकलिफ बुझ्नु र सोच्नु सक्नुहुन्छ भने मसँग कन्ट्याक्ट गरेर मसँग बात गर्नुहोस्। छोरा मान्छेको पिर के हो, छोरा मान्छेको दुःख तकलिफ के हो, ल तपाईँलाई म राम्रोसँग बुझाउनेछु। सबैको छोरा मान्छेको चाहिँ बाउआमाले बाटो देखाएको हुँदैन, गरिखाने भाग्य देखाएको हुँदैन है, बाटो देखाएको हुँदैन। र छोरा मान्छेकोलाई सबैको छोरा मान्छेलाई आमा बाउले एउटा साथ सपोर्ट केयर दिएको हुँदैन। र यो पनि सुन्नुहोस् कि सबैको छोरा मान्छेलाई सबैको बाउआमा के भन्छ, सबैको बाउआमा भगवान् जस्तो हुँदैन है। भन्छ नि सबैको बाउआमा भगवान् हुन्छ भन्छ नि, तर कहिले पनि होइन। कसैको त राक्षस जस्तो नि हुन्छ है। त्यसैले छोरा मान्छेलाई यदि गलत सोच्नुहुन्छ, मलाई गलत सोच्नुहुन्छ भने चाहिँ मसँग आएर कम्पेयर गर्नुहोस्।